को हो युवा? जसले निरन्तर रूपमा सकारात्मक सोच राख्ने गर्छ, जसले आफ्नो आफ्नो परिवारको अनि चाहिँ समाजको र देशको निम्ति सधैँ पोजिटिभ थिङ्किङ गर्ने गर्छ, त्यो हो खास युवा। जसले निरन्तर रूपमा चाहिँ रचनात्मक र सकारात्मक कार्य गरिरहन्छ, त्यो युवा हो। जसले निरन्तर रूपमा सिक्ने कुरामा एकदम ध्यान लगाइरहन्छ, जो निरन्तर रूपमा सिकिरहन्छ, त्यो युवा हो। त्यसलाई हामी युवाको रूपमा दिन सक्छौँ। त्यसैले हरेक समयमा जसले नेगेटिभ कुराहरू गर्दै जान्छ, त्यसलाई हामीले युवा भनेर भन्न मिल्दैन। किनभने युवा भनेको भोलि देशको खम्बा हो, देश बनाउने शक्ति हो। देश बनाउने शक्तिहरूले आफू रुमलिँदै गएर, आफूले नेगेटिभ कुराहरू गर्दै गएर अगाडि बढ्यो भने देश बन्न सक्दैन। त्यसकारण हामी देश बनाउने अभियानमा, समाज बनाउने अभियानमा, परिवार बनाउने अभियानमा लागेका मान्छेहरूले सधैँ पोजिटिभ कुराहरू मात्रै गर्नुपर्ने हुन्छ। त्यसैले हामीले जुन एउटा लक्ष्य बनाएका हुन्छौँ, एउटा गोल बनाएका हुन्छौँ, त्यो गोलसम्म पुग्नको निम्ति पनि हामीलाई के चाहिन्छ भन्दा पोजिटिभ खुराक चाहिन्छ। नेगेटिभ खुराकले हामीलाई कहिले पनि गोलसम्म पुर्याउन सक्दैन। हामीलाई त्यो गोलको बिन्दुमा पुर्याउन पोजिटिभ खुराक नै चाहिन्छ। जस्तै हामी भन्ने गर्छौँ कतिपय अवस्थामा, यो फलानु व्यक्तिले चाहिँ यति गलत गर्यो, यस्ता नराम्रो कार्यहरू गर्यो भन्छौँ। यदि त्यो व्यक्ति गलत हो भने गलत व्यक्तिका कुरा गर्ने पनि हामी गलत हौँ। त्यसकारण गलत व्यक्तिलाई पनि प्रोत्साहन गर्नु, समय समयमा उसकै कुरा गरेर चाहिँ जीवनमा चाहिँ आफ्ना समयहरू गुजार्नु, त्यो पनि गलत कार्य हो, त्यो पनि नेगेटिभ सोचाइ हो। त्यसैले हामीले गलत व्यक्ति हो भने त्यसलाई चट्टक्कै छोडिदिनुपर्छ र त्यसका कुरा पनि गर्नु हुँदैन। किनभने त्यसका कुराहरू गरेर, त्यसका बारेमा हामीले केही कुराहरू बोलेर हामीले दिमागलाई खर्च गऱ्यौँ भने के हुन्छ त भन्दा हामी पनि नेगेटिभ भाइबतिर जान्छौँ। त्यसैले त्यो एउटा गोल सेटिङको बिन्दुमा पुर्याउनु पनि युवाले भूमिका निर्वाह गरेको हुन्छ भन्छ। त्यसैले युवाले नेतृत्व गर्न सक्छन् भन्ने कुरा छ। पहिला युवाले नेतृत्व गर्न सक्छन् कि सक्दैनन् भन्नेको निम्ति त्यो युवाले आफूलाई नेतृत्व गर्नुपर्छ। सो नेतृत्व पहिले आफूले आफूलाई नेतृत्व गर्ने। यदि आफूले आफूलाई नेतृत्व गर्ने क्रममा कहाँ कसरी चुकियो भन्ने कुराहरू पनि पत्ता लगाउन सक्छौँ। हामी थुप्रै अभ्यासहरू गर्न सक्छौँ। जस्तै मैले मेरो मनलाई कति बेला कन्ट्रोल गर्न सकेँ कि सकिनँ। यदि मैले मेरो मनलाई कन्ट्रोल गर्न सकिनँ भने मैले नेतृत्व मेरो मनलाई गर्न सकिनँ भने एउटा मात्रै मनलाई, म एउटा मान्छेले एउटा मात्रै मनलाई नेतृत्व गर्न सकेन, कन्ट्रोल गर्न सकेन भने म धेरै मान्छेहरूलाई, संस्थालाई, त्यसपछि गरेर चाहिँ समाजलाई, बिस्तारै बिस्तारै देशलाई नेतृत्व गर्नमा असफल हुन्छु। त्यसैले पहिला सो नेतृत्व गर्ने अभियान हामीले सुरुवात गरौँ। त्यो सो नेतृत्व गर्दै जाउँ, त्यहाँबाट हामी चाहिँ निखारिँदै जाउँ। त्यो निखारिँदै गएर हामीले स्टेप बाई स्टेप चरणबद्ध रूपमा एकपछि अर्को गर्दै गएर हामीले अगाडि बढ्यौँ भने हामीले नेतृत्व गर्न सक्छौँ। त्यो हो खास युवा भनेको। त्यसकारण सानो कुरादेखि लिएर ठुलो कुरासम्मको जस्तै तारतम्यता मिलाएर सकारात्मक भावनाका साथ अगाडि बढ्न सक्छ, हामीले त्यसलाई नेतृत्वको रूपमा लिन सक्छौँ भन्ने कुरा चाहिँ मेरो चाहिँ ठम्याइ हो। थ्याङ्क यू सो मच। नमस्कार।